भनेपछि जे होस् हाम्रो आलमपुरवासीहरूलाई यो ढुङ्गा खानीले एउटा भनौँ एउटा रोजगारीको अवसर चाहिँ सिर्जना गरेको छ। रोजगारी हो। पहिलादेखि नै होइन एकदम राम्रोसँग राख्नु भएको छ। अहिले सरकार हाम्रो यो ढुङ्गा खानीमा दैनिक कतिजना जति हाम्रो गाउँले दाजुभाइहरू चाहिँ आउनुहुन्छ त? दैनिक 150-200 आउनुहुन्छ है। भनेपछि अब सबै आलमपुरको सबै घरधुरीबाट त आउनुहुन्न। हजुर 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 हजुर। अनि जस्तै हजुरहरूको यो ढुङ्गा खानीको क्षेत्र छ नि, यो कसरी भाग लाउनु भएको छ? यो मैले कतिदेखि कतिसम्म फुटाउने मेरो अधिकार, तपाईँको कति अधिकार, उहाँको कति अधिकार भनेर चाहिँ कसरी थाहा पाइन्छ? कसरी निर्धारण गर्नुभएको त चाहिँ पहिला? अंश जस्तो भाग लगाएको हो? पहिलादेखि अब यो भाइको चाहिँ यो यति एरिया है, मैले यति निकाल्छु भन्ने, अर्को भाइले यति निकाल्छु भन्ने, अर्कोले यति निकाल्छु भनेर सबैको चाहिँ घरधुरीको चाहिँ एउटा चाहिँ पहिल्यै छुट्याइएको। खाली दिनुहुन्छ भनेपछि आफ्नो अंशभित्रको चाहिँ मतलब फुटाउन पाइयो। त्योभन्दा बाहेक अर्को साथीको अर्को फुटाउँछ, आदि पऱ्यो भने भाग लाग्छ। एकदम राम्रो तरिकाले चाहिँ भाग लगाउनु भएको छ सबैलाई चित्त बुझ्ने तरिकाले। धन्यवाद है त। म यसो मास्छु है। यहाँले देख्न सक्नुहुन्छ है, यो चाहिँ एकदम 2013 सालदेखि नै चाहिँ यो यहाँका आलमपुरका समुदायले चाहिँ आफ्नो उपार्जन गर्नको लागि चाहिँ खानीबाट ढुङ्गा निकालेर चाहिँ अब बेच्दै आउनु भएको छ। यो पुरै होइन, यो यहाँ देख्नु भएको चाहिँ पुरै चाहिँ ढुङ्गा खानीको क्षेत्र यो पनि पर्छ। उहाँले भनिहाल्छ यो एरिया सबै चाहिँ अब ढुङ्गा खानी भएको क्षेत्र हो। यसमा चाहिँ त्यही अनुसारको ढुङ्गाहरू चाहिँ पाइन्छ भनेर चाहिँ यहाँका समुदायहरूले भन्नुभएको हो। यहाँको चाहिँ ढुङ्गा खानीमा हुनुहुने व्यक्तिहरूले जानकारी गराउनुभएको छ। पहराबाट ढुङ्गा निकालिँदै वास्तवमा निकै जोखिमपूर्ण पनि छ होइन, बहुत दुःख पनि छ। यहाँको अवस्था हेर्दाखेरि निकालिराख्नु भएको छ। एकजना बाले पनि ढुङ्गा पुर्याउँदै हुनुहुन्छ बुवा? कति वर्ष हुनुभयो? हजुर 70 वर्ष। वास्तवमा मेहनत चाहिँ रोटी लगाउनु पर्ने हुन्छ। हाम्रो यो साथीभाइहरूले चाहिँ खानीबाट यसरी निकाल्न अब म तपाईँहरूलाई यो ढुङ्गालाई चाहिँ कटिङ गरेर कसरी अझै चाहिँ फिनिसिङ होइन राम्रो बनाउने कटिङ कसरी राम्रो गर्ने भन्ने ढुङ्गा कटिङ भइरहेको छ।